हिमालयन फरेस्ट भिलेजर अर्गनाइजेसनका भूतपूर्व अध्यक्ष गोविन्द रोकाको आज अन्तिम संस्कारको निम्ति हामी उहाँलाई माटो दिन लगिरहेको छौं र हामीले एउटा होनहार योद्धा गुमायौं। राम्रो काम गर्नुहुन्थ्यो, पहिला संगठनमा हुँदा बलियो तरिकाले अगाडि नेतृत्व दिनुभएको थियो। आज उहाँभित्र जानुभयो। अब उहाँका अधुरो कुराहरू सायद हामी पुरा गर्न सक्दैनौँ, तैपनि उहाँको सबल नेतृत्वलाई हामी सलाम ठोक्छौँ। जय वनवासी। सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको रक्षक तपाईलाई, हाम्रो हृदय